अवसरमा आज जुन कालिका देवी आधारभूत विद्यालयमा ब्याग वितरण कार्यक्रम जुन सम्पन्न गर्न गइरहेको छौँ, यस कार्यक्रममा सहभागी गरिनु भएको मोबाइल एसोसिएसन अफ नेपाल मकरपुरका अध्यक्षज्यू, कार्यक्रमको प्रमुख अतिथिलाई ग्रहण गरिनुभएका गढी गाउँपालिकाका अध्यक्षज्यू, वडा अध्यक्षज्यू, त्यसमा विराजमान विभिन्न तह तहका अतिथिज्यूहरू, प्रज्यू, उपस्थित सम्पूर्ण मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका पदाधिकारी, पूर्व अध्यक्ष तथा सम्पूर्ण व्यवसायी मित्रहरूमा मेरो दिवाकालीन अभिवादन टक्राउन चाहन्छु। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले जुन 2068 सालमा हामीले मकवानपुरमा थोरै व्यवसायी मिलेर जुन स्थापना गरेको संस्था आज 2083 सालमा आइपुग्दा जुन हामीले 15औं स्थापना दिवस भव्य अनि सभ्य रूपमा सप्ताहव्यापी रूपमा मनाउन पाउँदा अत्यन्तै गौरवान्वित महसुस हामी गर्दैछौँ। किन योभन्दा अगाडि हामीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मनोकामना मन्दिरमा मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न गरिसकेका छौँ, जस अनुरूप हामीले दोस्रो कार्यक्रमको रूपमा तपाईँहरूको जुन यो स्कुलमा हामी आइपुगेका छौँ। यो स्कुलमा कालीदेवी स्कुलमा योभन्दा अगाडिको साल पनि हामीले केही सहयोग यस स्कुलमा गरेको थियौँ। यस स्कुललाई रोज्नुको कारण के भने अघि वडाज्यूले भन्नुभयो, भौगोलिक अवस्थाले महानगर उपमहानगर हुँदाहुँदै पनि को नजिकमा रहेर पनि भौगोलिक अवस्थाले अत्यन्त विकट हामीले महसुस गर्ने गरेका छौँ। फोहोर हामी आयौँ जुन जस्तो तरिकाले आयौँ अहिले पनि अवस्था लगभग उस्तै नै रहेछ। त्यस कारणले यस स्कुललाई हाम्रो छान्नुको प्रमुख कारण पनि जुन यहाँ पढ्ने गर्छन्, अघि पनि भन्नु जनजातिका बच्चाहरू पढ्दा गर्दाखेरि उहाँहरूको आर्थिक अवस्था कमजोर भन्ने हामीले महसुस गरेका छौँ। हामीले दिएको सहयोगले उहाँहरूको जुन जीवन स्तर उकास्नको लागि एउटा साना साना विद्यार्थी भनेको भविष्यको कर्णधार हो, जसले गर्दा मोबाइल एसोसिएसनले गरेको सहयोगले गर्दा उहाँहरूको भविष्य बन्छ भने किन नगर्ने भन्ने भावनाले हामी यहाँ उपस्थित भएका छौँ। र एउटा कुरा मैले के स्मरण गर्न चाहेँ भने योभन्दा अगाडिको साल हामीले वाटर प्युरिफायर हामीले पनि कुनै दातासँग समन्वय गरेर धेरै रिक्वेस्ट गरेर यहाँ ल्याएका थियौँ, तर मलाई त्यो वाटर प्युरिफायर अहिलेसम्म पनि इन्स्टल भएको छैन भनेर कता कता दुःख लागेर आयो। यसमा स्कुलको परिवारले पनि अलिक इनिसिएसन लिइदिनु होला। जुन दाताले सहयोग गर्छन् त्यो चिज हामीले अर्कोचोटि आउँदाखेरि देख्न नपाउँदाखेरि अलिक मजा आउँदैन। हामीले त्यो दातालाई के भनेर देखाउने, त्यस कारण यस्ता कुराहरूमा अलिकति यसलाई मनन गरिदिनु होला। जे देखेको मेरो त्यो बोल्ने बानी छ, अन्यथा नलिनु होला। जुन वडाज्यूले अघि भन्नुभयो, ट्र्याकसुट सरले अघि भन्नुभयो, जाडो महिनामा यहाँका विद्यार्थीहरूको जीवनस्तर साह्रै न्यून छ। हामीले बुझ्छौँ, हामीले देखिरहेका छौँ, हामीले महसुस पनि गर्दैछौँ विद्यार्थीहरूको अवस्था कस्तो छ, उहाँहरू कुन भौगोलिक अवस्थाबाट आउनुहुन्छ त्यो पनि हामीले महसुस गरिरहेका छौँ। त्यसमा मैले थोरै डाटा निकालेको छु। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर जुन तपाईँहरूले हेर्नुहुन्छ, यो भनेको हाम्रो पुस्ताले सुरुवात गरेको व्यवसाय नेपालमा हाम्रै पुस्ताले सुरु गरेको व्यवसाय भएको कारणले गर्दाखेरि यहाँ उपस्थित मेरा मित्रहरूलाई तपाईँले हेर्नुहुन्छ, जेनजी पुस्तादेखि हामी यो पुस्तासम्मका व्यवसायहरू हामी युवा पुस्ता अधिकांश छौँ। त्यस कारणले युवा भनेको अलिकति दिने भन्ने बित्तिकै दिइहालौँ, दान गरौँ भन्ने अलिकति ऊर्जाले भरिपूर्ण भएको युवाहरू हुन्छ। त्यस कारणले मोबाइल व्यवसायका युवाहरूलाई थोरै थोरै सहयोग गर्नमा कहिले पनि त्यस्तो अप्ठ्यारो पर्दैन। जुन अघि भन्नुभयो विद्यार्थीहरूलाई जाडोको कपडाको पनि के आवश्यक छ, निश्चय रूपमा आवश्यक छ, हामी सहयोग गर्न तयार छौँ। तर यसमा मेरो एउटा अनुरोध छ, त्रिपक्षीय सहकार्य गरौँ। त्रिपक्षीय सहकार्य भन्नाले मोबाइल एसोसिएसन एक पक्ष, स्कुल व्यवस्थापन अथवा स्कुलको टिम एक पक्ष, गाउँपालिका एक पक्ष। यदि तपाईँ त्यसमा मन्जुर हुनुहुन्छ भने अझैको अनुमति बिना म घोषणा गर्छु मोबाइल एसोसिएसनले एक पक्ष सहयोग गर्छ। त्यसको मैले डाटा निकालेको छु, 140 जना विद्यार्थीहरू हुनुहुन्छ, 93,800 रुपियाँ टोटल कुल एमाउन्ट हुन आउँछ। पालिका स्कुल एसोसिएसन मेरो 31,266 रुपियाँ मोबाइल एसोसिएसनले सहयोग गर्छ। यो मेरो घोषणा हो। अब धेरै कुरा नगरिकन यहाँ उपस्थित भइदिनु भयो पालिका अध्यक्षज्यू पनि हुनुहुन्छ। पालिका अध्यक्षज्यू जुन उहाँले जनप्रतिनिधि हुनुहुन्छ, उहाँको स्थानीय सरकार हुनुहुन्छ, उहाँलाई पनि मैले विनम्र अनुरोध, हृदयदेखि अनुरोध गर्न चाहेँ, विद्यार्थीहरू पढ्ने स्कुल भनेको साना साना यही विद्यार्थीहरू भोलिको दिनमा पालिकाको मात्र प्रमुख नभएर के थाहा देशको बागडोर सम्हाल्ने पनि यही विद्यार्थीहरू पनि हुन सक्छन्। तसर्थ अलिकति यहाँहरूको बजेटमा मिलाएर यो बाटोलाई चाहिँ अलिक स्तर उन्नति गरिदिनु भयो भने भोलिको दिनमा हामी जस्तै हामीले अन्य जिल्लाका पनि साथीहरूलाई सहयोग गर्न जाउँ भन्दाखेरि आहा भन्ने किसिमको बाटो बनाइदिनु हुन पनि मैले अनुरोध गर्न चाहेँ। उपस्थित सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै मेरा भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।